मैले एउटा सम्झौता गर्नु बाहिर भाष्य खडा भएको छ भिजिट भिसा प्रकरणमा तपाईले गृहमन्त्री रमेश लेखकलाई बचाउनु पर्छ भनेर भनेको हो होइन मैले बिल्कुल साँच्चीकै होइन भन्नुहोस् है। बिल्कुल हुँदै होइन। हिजो म गोर्खाबाट म चितवन हुँदै काठमाडौँ आउने क्रममा मैले प्रतिपक्षी सबै बसेर यो इस्यु त्यसै छोड्न सकिने इस्यु हो भने धेरै गम्भीर इस्यु छ भिजिट भिसाको इस्यु। यसमा चाहिँ गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनको लागि सहजीकरण गर्नुपर्छ, यहाँबाट पछि हट्न हुँदैन भनेर मैले त्यहाँ आफ्नै लबीमा बोलाएर सबै प्रतिपक्षलाई गरेपछि हिजो बैठक त्यसरी नै गएको तपाईँलाई थाहा छ। त्यही कारण यो कुरा सत्य होइन। होइन बजेट आइसक्यो अब के गर्नुहुन्छ तपाईँहरू संसद अवरोध गर्नुहुन्छ कि गर्नुहुन्न गृहमन्त्री प्रकरणले राजीनामा आएन भने? बजेटको कुरा कर्मचारीसँग नि सम्बन्धित हुन्छ, जनताको विकास निर्माणसँग नि सम्बन्धित हुन्छ। त्यसकारण बजेटप्रति हामी उदारतापूर्वक हामीले छोडिदिनुपर्छ। त्यसपछि फेरि हाम्रो कन्टिन्यू हुन्छ। यो राजीनामावाला प्रकरणमा हामी फेरि राजीनामा प्रकरण छुट्दैन बाट तपाईँहरू ब्याक हुनु भएको छ, ब्याक युटर्न हुनु हुँदैन, भएको छ। हामी ब्याक हुँदैनौँ। यति कुरा चाहिँ गृहमन्त्रीको राजीनामा आउनै पर्छ। आउनै पर्छ, उहाँले राजीनामा दिनै पर्छ। तर मेरो विचार त के छैन, मैले त रमेश लेखकजीलाई मेरो सुझाव पनि छ, तपाईँले किन ढिलो गरेर राजीनामा दिन? तपाईँले राजीनामा दिँदा तपाईँको हाइट घट्दैन बरु बढ्छ रमेशजी। किन बेकारमा यो झमेलाभित्र तपाईँ यत्रो प्रश्न उठिसकेपछि समाजमा आम जनताले एक ढङ्गले भनेको छ, मिडियाले एक ढङ्गले भनिरहेको छ, पार्लियामेन्टबाट उठिरहेको छ, यो झमेला किन आफ्नो टाउकामा लिएको? ल म छानबिन होस्, दोषी